आखिर कहाँ छन् त जीवी राई? के साँच्चै उनी जीवितै छन् वा छैनन् भन्ने कुराको चर्चा अहिले फेरि नेपालमा बेस गरी सुरु भएको छ। किनकि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेता पुकार बमले हालसालैको एक अन्तर्वार्ताको क्रममा यदि जीवी राई जीवितै रहेछन् भने सरकारले नेपाल ल्याउँछ भनेर भनेका छन्। जीवी राई एउटा यस्तो शक्तिशाली र रहस्यमय नाम बन्यो कि सरकारमा जोसुकै आए पनि उनको बारे अनुसन्धान गर्न कसैले सकेन। चाहे प्रहरी होस्, चाहे पत्रकार होस्, चाहे युट्युबर होस् या मिडिया, कसैले पनि जीवीको बारेमा कुनै पनि सूचना पाउन सकेन। जसले सूचना पाएको दावी गरे उनीहरू पनि एकाएक चुप भए। केही समय अगाडि मात्रै युट्युबर टङ्क दाहालले जीवी राईसँग सम्बन्धित आफूले ठुलै सूचना पाएको र उक्त कुराले नेपालको नयाँ र पुराना दलहरूलाई ठुलै धक्का लाग्ने भन्दै स्ट्याटस लेखे। तर त्यसपछि वर्ष बित्न लाग्यो, आजसम्म अत्तो-पत्तो छैन। 2 वर्ष अगाडि देशका सबैभन्दा ठुला मानिने कान्तिपुर मिडिया, खबर हब, सेतो पार्टी, अर्थ सरकार लगायत धेरै मिडियाले जीवी राई सिङ्गापुरबाट पक्राउ परेको भन्दै ब्रेकिङ समाचार प्रकाशन गर्यो। तर त्यो खबर पनि 2-4 घण्टापछि नै झुटो भनेर नेपाल प्रहरीले भनिदियो, जुन खबरले हामीलाई समेत अप्रिल फुल बनाइदियो। कसैले भन्छन् जीवी राई मलेसियामा अपार्टमेन्ट किनेर आलिशान जीवन बिताइरहेका छन् रे, कसैले भन्छन् भारततिर लुकेर बसेको छ रे। मान्छे बिचेको कुरा, मिडिया बिचेको समाचार, तर वास्तविकता भनेको चाहिँ खाई नखाई नेपाली जनताले जम्मा गरेको करोडौं रुपैयाँ झ्वाम भएको छ। अनि देशैभरको सहकारी जीवी एक्लैले ठगेको हो भन्ने जस्तो भाष्य बनाएर बाँकी ठगहरू हाइसन्चोमा छन्। अन्तर्वार्ताको क्रममा पुकार बमले भनेका छन्, यदि जीवी राई नेपाल ल्याइयो भने हाम्रा देशका प्राय ठुला नेताहरूको दशा सुरु हुनेछ, किनकि उनको पक्राउ पछि धेरै नेताको उठीवास लाग्नेछ। भनेपछि ओखलढुङ्गाको एउटा साधारण परिवारमा जन्मेका जीवी राई साँच्चै यति शक्तिशाली होलान् त? कि कसको श्रीमती सबैको भाउजू भने जस्तै गायब भएको जीवीलाई देखाएर सबैले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने बाटो मात्रै बनाएका होलान् त? जे होस्, जीवी राई भन्ने पात्र र नाम इतिहासको एउटा पानामा कैद भएको छ। अरूले राम्रो काम गरेर इतिहास बनाउँछन्, तर जीवीले भने जम्मैको ठगीको जिम्मा लिएर इतिहास बनाएको छ। खैर, अरू जेसुकै भए पनि, अर्थात् जीवी राई पक्राउ परे पनि नपरे पनि, जीवी राई जीवित भए पनि नभए पनि, उनलाई नेपाल ल्याउन सके पनि नसके पनि 4 वर्षदेखि आफ्नो बचत रकम फिर्ता चाहियो भनेर सडकमा रोइरहेको सहकारी